माटो बचाउन किन आवश्यक छ? फलफुल र तरकारीका बिरुवाहरूले माटोमा जरा गाड्छन्। तर माटो के हो? माटो जिउँदो हुन्छ र यसमा विभिन्न कुराहरू हुन्छन्। यी कुराहरूको मिलनले बिरुवाको स्वास्थ्य बनाउँछ। माटोमा बालुवा, धुलो र क्ले हुन्छ। माटोको बनावट यी तत्त्वको मात्रा अनुसार हुन्छ। माटोमा ह्युमस भनिने पदार्थ हुन्छ जसले उर्वरता दिन्छ। ह्युमस माटोमा रहेका जीवहरूले निरन्तर बनाइरहन्छन्। माटोमा थुप्रै साना जीवहरू हुन्छन्। यी जीवहरूले माटोमा कार्बन सोच्न मद्दत गर्छन् र प्रदूषण कम गरेर जलवायु परिवर्तनमा रोक लगाउँछन्। यी जीवहरू बिरुवाको जरासँग जोडिन्छन् र यिनले बिरुवालाई रोगबाट बचाउनका साथै पानी र पोषण दिन्छन्। माटोको 1 ग्राममा करिब 1 अर्ब ब्याक्टेरिया हुन्छन्। 5000 देखि 25000 प्रजातिका ब्याक्टेरिया पाइन्छन्। माटोको अर्को महत्त्वपूर्ण जीव हो गडेउला। प्रत्येक हेक्टरमा 1 वर्षमा करिब 25000 गडेउला हुन्छन्। एक गडेउलाले धेरै टन माटो खान्छ। गडेउलाले माटोमा सुरुङ बनाउँछ जसले बिरुवालाई पोषण र हावा पाउन मद्दत गर्छ, जसका कारण माटोमा कटान रोकिन्छ। माटोको स्वास्थ्यले मानिसको स्वास्थ्यमा असर गर्छ, तर माटो सङ्कटमा छ। कीटनाशक र रासायनिक मलले माटोलाई खराब पार्दैछन् र जीवहरू मर्दैछन्। प्राङ्गारिक पोषण बिना बिरुवा रासायनिक मलमा भर पर्छ र बिरुवाको आफ्नो सुरक्षा कमजोर हुन्छ। यसले गर्दा बिरुवालाई बाँच्न धेरै रासायनिक मल चाहिन्छ। अहिले किसानहरू माटोको प्राकृतिक सहयोगमा भर नपर्ने भएका छन्। रासायनिक मलमा निर्भरता बढ्दै गएको छ। यसले पैसाको ठूलो खर्च गराउँछ। रासायनिक मल प्रयोग भएका बिरुवाका फल तरकारीहरू कम गुणस्तरका र पोषण कम भएका हुन्छन्। साथै त्यहाँ कीटनाशकको अवशेष पनि हुन्छ। अहिले कदम चाल्नु जरुरी छ। कार्य गर्नुपर्छ र त्यसको समाधान छ। समाधान हो प्राकृतिक खेती। प्राकृतिक खेतीले माटोको जीवन चक्रलाई सुधार्छ। यसले मरेको माटोलाई नयाँ जीवन दिन सक्छ र रासायनिक मलको हानि कम गर्न सक्छ। माटोमा कम्पोस्ट कुहाएर, हरियो मल लगाएर, घुमन्ते बाली लगाएर, माटोमा खनजोत नगरी माटाका जीवहरूलाई असर नपारी प्राकृतिक खेतीले माटोको जीवनलाई सम्मान गर्दै खेती गर्न सिकाउँछ। प्राकृतिक खेतीले स्वस्थ र स्वादिलो खाना दिन्छ। जिउँदो र स्वस्थ माटो राम्रो स्वास्थ्यका लागि जरुरी छ। यो किसान, वातावरण, जलवायु र पृथ्वीका लागि लाभदायक छ।